जुवा हवा अभिवादन छ मेरो युट्युब च्यानल अमरदीप राई युट्युब च्यानलमा। अब हामी सैलुङको यात्रातिर छौँ। अब सैलुङ जानुको निम्ति हाम्रो पाहुनाहरू पनि बिहानीको खाजा खाइराख्नु भएको छ। साथीहरू जुत्ता कस्दैछ यहाँ यता। साथीहरूको जुत्ता पनि 5 किलोको छ हो, 5 किलोको छ। र सबै तयारी भएर हाई वेलकम माई युट्युब च्यानल अमरदीप राई युट्युब च्यानल। अब रेडी भएर साथीहरू जान लागेको छ। साथीहरू तगडासँगले रेडी हुँदैछ। तयारीबाट निस्किँदैछ साथीहरू। अब निस्किँदैछ। हामी निस्कियौँ, अब निस्कियौँ। बस चढेर हामी ढुङ्गे आइपुगेको छौँ। सैलुङ जाँदै 2490 मिटरको उचाइमा छ। यो ढुङ्गेमा चाहिँ चौबाटो छ। यो त दाहिने जाँदाखेरि मेले फलाँटे भन्ने जग्गा जाँदो रहेछ। अब उँभो चाहिँ माथि सैलुङ जान्छ। अब यो चाहिँ पर दोलखा सरिकोटबाट आउँदै गर्दा मुडेबाट आउने मेन बाटो हो। यो ढुङ्गे बाटो पनि अर्को गाउँ जान्छ। यो बाटोको नाउँ मलाई थाहा। यो चौबाटो यहाँ छ अनि एकदमै धेरै सररररर चिसो हावा चलिरहेको छ। अब हामी चाहिँ यो बिजुलीको पोल यो घरको बिचबाट उकालो हामी अब गाउँ गएर बस्ने होइन त। अब ढुङ्गेबाट हामी उकालो लाग्यो। ढुङ्गेबाट उकालो हामी मना गाउँ भएर सैलुङ जाने हो। ढुङ्गेमा पुगेपछि हामीले आलु भेटायौँ। आलु खेती बाफ्रे बाफ्रे फुलेको छ। यो कस्तो फुल मजाले फुलेको छ यी आलु। यो स्कुल रहेछ एउटा आधारभूत अथवा प्राइमेरी लेभलको स्कुल। पारिपट्टि जम्मै आलु खेती। यहाँ दाजुले फुर्ती देखाएर कुद्दैछ कि अहिले यसको हडेङ खुस्किन्छ। लहै लहै मध्याह 12 बजीको घाम उकालो काटेर गाह्रो पर्दैछ। भेडा खोर 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 भन्दा उहिले भेडा चरा जस्तो नि लाइनै। यो के गधाको जिनीहरूलाई भारी बोकेर हिँड्नु अनि त्यत्रो पैसा खर्च गरेर आएर यिनीहरू। कस्तो छ? ठिक छ? ठिक छ। ए राम्रो छ। दाजुहरू निकै बोल्नु सिकिसकेको छ। ल र ब्रोक ठिक छ। दाजु स्टिभ दाजु ठिक छ। हामी ढुङ्गेदेखि उकालो लागेपछि सबै यो आलुबारी उकालोमा पानी ब्रेक देखि अलिक माथि आएपछि देब्रे जाँदा मना गाउँ, दाहिनेपट्टि जाँदा कालापानी भएर सैलुङ। आलुबारी अति राम्रो छ। यो सबै बाटोमा आलु खेती। आलु 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 आलु। हामी मना गाउँमा बसेर बिहानै सैलुङको चुतिर लाग्दैछौँ। उकालो छ, बडो सुन्दर छ। चराचुरुङ्गीहरू कराइरहेको छ। स्थानीय यहाँ हुनुहुन्छ। हो हो यो कोणधारी सल्लाहको रुख त सानो रहेछ त। बाफ्रे बाफ। खच्चडहरूले भारी बोकेर कुनै खर्कमा उभिए जस्तो अहिले चाहिँ उकालोमा हिँड्दा हिँड्दा गएर यहाँ थोरै बिसाइरहेको अवस्था छ। स्या स्या गर्दै
यो दाजुले पनि सिकिसकेको छ। ल दाजुको दिदीको एसएमएस ठ्यास अब हामी अझै लागौँ उकालो। नदी बाटो हिँडेपछि घाँस परालको बन्दोबस्त। यो चाहिँ भनेको चाहिँ हाम्रो भाषामा चाहिँ खाजाको बन्दोबस्त भयो। साथीहरू खानामा आनन्द गर्दै, यता साथीहरू कोही अन्डा खाँदैछ है। हाम्रो जित सोल्टीले पुरै अन्डा बाँड्दै हुन्छ। टिबेटियन रोटी, Tibetan roti. Want some bread? Some more bread? टिबेटियन रोटी Roti खाने हो roti. किनै खाजा खाएर ढाडिएर लड्दैछ हो। यसरी यो ब्रेकफास्ट नेपालीमा चाहिँ घाँस पराल बिहानको खाँदै गरेको। नेपाली अन्डा मिठो छ, मिठो छ। नेपाली समुदायको दाजुभाइहरू पनि देशी चेलीहरू पनि ढुङ्गामा बसेर चाहिँ बिहानीको घाँस पराल खाँदै काममा राखिदिएछ साथीहरूले फेरि हो। नुन चाहिँ भाँजियोस्। किचन टेबल ठिक छ? किचन टेबल ठिक छ? किचन टेबल ठिक छ? ठिक छ? ढुङ्गाको किचन टेबल ठिक छ भन्दैछ। ल धानीको डन्नु छ पुरा अनुहार देखाउँछ, अलि मात्रै अनुहार देखाउँछ। घोडे पानी टाढा पानीको याद बिर्साउने है। यो चाहिँ ठ्याक्कै फेरि हेर्नु न, चरीकोटको डनले रुख्यो खाल्नु भयो। लु चाहिँ चरीकोटको डन है, ट्रेकिङको चाहिँ एकदमै किङ। यस्तो गुराँस पनि रहेछ, गुराँसको बोटहरू रहेछ, चिमाल। यो मजाको तस्बिर लिन्छ मान्छे, कसलाई भन्छ जङ्गलै जङ्गलको यात्रा चाहिँ बडो मजा आउने। तर फोक्सो चाहिँ मुखमै आउने है। कति ठाउँ चाहिँ हिँड्दै जाँदाखेरि यो गहिरो गहिरो यसरी हिँड्दा हिँड्दा खाँदिएको नहर पैनी जस्तो भागहरू पनि छ। यो चाहिँ हो दाल भात पावर 24 आवर। यो ढिँडो पावर 26 आवरमा पुऱ्याइदिएछ यिनीहरूले त फेरि हो। यो सैलुङको फेदतिर चाहिँ हामी दिदीहरू गलेर हत्तु भएर चाहिँ टकसक्कै बसे। त्यो विदेशी दाजुहरू फेरि त्यो चुचुरामा घाँस आउँदैछ फेरि हो। त्यही अहिलेसम्म घुमेको पर्यटकीय क्षेत्र सैलुङमा चाहिँ मलाई चित्त बुझ्यो। स्थानीय उत्पादित ऐसेलीमा राखिएको छ, काफल राखिएको छ स्थानीय उत्पादन। यो चाहिँ मलाई खुसी लाग्यो। यो चौरी गाईको यो मही तिर्खा लाग्छ राखिदिनु भएको रहेछ। महीसँग मकै कम त मिठो हुन्छ र तिर्न लागेको। अब सैलुङमा चाहिँ कतिको हावा छ भन्ने कुरो चाहिँ यो थाहा हुन्छ कि यसरी थाहा हुन्छ क्या। आज चाहिँ सैलुङको मात्रै हेऱ्यो, त्यहाँबाट देखिने दृश्यको द मात्रै भयो। भोक लाग्यो भने नेवार गाउँमा पस्नु भनेको यही हो क्या। यहाँ उहाँ नेवार हुनुहुँदो रहेछ। सबैको राख्नु छ मही दही जाँडको चाहिँ नि अर्की के भन्छ नि गार। ल पाराकोटे भैँसीको मही हो, लोकल भैँसी। पाराकोटे भनेको चाहिँ के भने पुरा रैथाने भैँसी है, रैथाने पहिलाको भैँसी है। अरू के अरे मलौटे ल उहाँहरू पनि हुँदो रहेछ। स्थानीय पर्यटकहरू चेलीबेटी जाडोले छलिएर बसिराख्नु भएको छ उता। हजुर चाहिँ कुन ठाउँबाट दोकान गर्न आउनु भएको अरे? रामेछाप दरम्बबाट। कति टाइम लाग्छ हिँडेर आउनुलाई? 40-50 मिनट बाइकमा। हिँड्दा चाहिँ हजुर। उहाँ चाहिँ झोरबाट हिँडेर चाहिँ कति घन्टा?
50 केजीको जति सामान बोकेर आयो भने 2 घण्टा चाहिँ 2 घण्टा ए हजुर ल भनेपछि हजुर कहाँबाट हो चन्द्रगिरी ए हजुर चन्द्रगिरीबाट हजुर चाहिँ कहाँबाट हो काठमाडौँबाट आउनुभएको ए कहाँ टिम काठमाडौँ आउनुभएको रहेछ मौसमले हामीलाई सबैलाई धोका दियो यो माथि भ्यू टावर छ हाम्रो साथीहरू चाहिँ पसिसक्यो हाम्रो विदेशी साथीहरू यस्तो ढुस्यामा केही देख्दिनँ किन चढेको भनेको डोनाल्ड ट्रम्पलाई हेर्ने यसरी जोक गर्छ साथीहरू सैलुङ भ्यू टावर यहाँ सूचना राखिएको छ सम्पूर्ण पर्यटक मित्रहरू रामेछाप दोलखाको सङ्गमस्थल सैलुङमा पर्यटन प्रबन्धन एवं संरक्षण गर्ने क्रममा थप व्यवस्थापनको लागि यस भ्यू टावरमा केही शुल्क निर्धारण गरिएको बेला अनुरोध छ सहयोगको लागि धन्यवाद भनेर प्रवेश शुल्क 20 राखिएको रहेछ व्यवस्थापक सैलुङ गाउँपालिका 8 दोलखा दोरम्बा सैलुङ गाउँपालिका 1 रामेछाप र मेरो तर्फबाट केही हार्दिकताका साथ म सुझाव राख्न चाहेँ हामीले बाटोमा आउँदै गर्दाखेरि प्रशस्त यसरी खाने पानीको बोतलहरू प्लास्टिक यसरी फ्याँकेको जहाँ कहीँ बाटोमा देख्यौँ फोहोर देख्यौँ र यसको लागि उचित व्यवस्थापनको निमित्त बट्टाहरू राखिदिनु भयो भने अनि त्यसलाई उचित ठाउँमा फाल्यो भने अझै राम्रो हुनेछ र आन्तरिक पर्यटकहरू बाह्य पर्यटकहरूले पनि जसरी आफूले प्रयोग गरेको खाइसकेको सामानहरू चाहिँ आफैले बोकेर ठिक ठाउँमा व्यवस्थापन गरिदिँदा अझै थप सहयोग पुग्छ र आउने पर्यटकहरूलाई पनि म त्यो भन्न चाहन्छु यसरी यो प्लास्टिकको बोतलहरू फ्याँकिएको अवस्था छ सम्पूर्ण आउने पर्यटक मित्र त एकदमै यो मौसम देखेर छक्क परेर बसिराख्नु भएको छ हामी पनि छक्कै परिरहेछौँ पानी परिहाल्दा यसो बस्ने ठाउँ ओत आदि भए हुन्थ्यो भनेर यहाँ आउने आन्तरिक पर्यटकहरूले पनि अनुरोध गरिराख्नु भएको छ यहाँ उहाँ चाहिँ यो व्यवस्थापनमा अहिले खटिराख्नु भएको रहेछ के चिया कफी निःशुल्क भन्नुभयो नि त्यो कसले चाहिँ आयोजना गरेको ए लामा ए स्थानीय पर्यटकहरू जोहरू आउनुहुन्छ यहाँ टावरको ठ्याक्कै उधोपट्टि चाहिँ एकजना लामा गुरुले निःशुल्क चिया कफी खुवाउनु हुँदो रहेछ ल हाम्रो यो टावरको उधोपट्टि चाहिँ यहाँ निःशुल्क चिया खुवाउनु हुँदो रहेछ उहाँले उहाँहरूको परिवारले यस्तो खुवाउनु हुँदो रहेछ हामी उधोपट्टि छौँ हामी अब उधोपट्टि के खान जान्छौँ यहाँ यसो टावरको मुनिबाट एउटा टोयलेट बाथरुम राखिएको छ पानी चाहिँ यो छानाबाट यसरी परेकोलाई सट्टै राखिँदो रहेछ गिरीबाट आएको लोकल पर्यटकहरूसँग हाम्रो वैदेशी पर्यटक पाहुनाहरू पनि रमाइलो गर्दै हुनुहुन्छ ल यो स्थानीय जडीबुटी पदम चाल अब मैले एक भाग लिँदैछु 100 रुपियाँ अरे सैलुङ जाँदाखेरि यो हाले भन्ने जग्गाबाट उकालो चल्दा चाहिँ यो ग्रेट वाल मिनी ग्रेट वाल सैलुङ जाँदै गर्दाखेरि ल ग्रेट वाल मिनी ग्रेट वाल भनेर बनाइएको रहेछ तपाईँहरूलाई देखाउँछु ग्रेट वाल ए माथि अब त खुल्दै रहेछ अलिअलि यस्तो सफा ठाउँ पनि फोहोर फाल्दै हिँड्दो रहेछ मान्छेले यो चाहिँ पानी सुधार्नु पर्ने हुन्छ यो विदेशी दाजु पनि सिकेछ म चढेको थिएँ हेलो अब यस्तै यस्तै हो यहाँ यसो हेर्न लायक चाहिँ मैले यसमा अलिक मात्रै लाग्यो ग्रेट वाल हेरिदिनु भयो अब समापन गर्दैछु आजको ब्लग र सैलुङ जाँदाको मुख्य आकर्षण भनेको नि यो मिनी ग्रेट वाल हो माथि सैलुङमा राम्रो मौसम नभएर त्यहाँको सबै दृश्य देखाउन पाइएन पछिको दिनहरूमा फेरि पनि भेटौँला धन्यवाद।